चाहिँ यहाँबाट हिँडिरहेको छ। गाडी चेन्ज गर्नु पर्यो। माथि चाहिँ बाटो हिलो छ अरे, पानी भएर माथि जान नसकेर सब गाडीहरू यतातिर रोकेछ सर। हाम्रो फाइनल्ली घोरे पानी आयो है, रातै परेको। हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ होला पक्कै पनि। हामी चाहिँ आज घोरे पानी जातिर जाँदैछ गाइस। मसँग चाहिँ दाई हुनुहुन्छ यता, बारुल दाई, होस सर। अब उहाँ पुगिसकेपछि आउँछ त्यहाँको गुराँस हेर्न जानु लाग्यो खास गरी हामी चाहिँ। तर बाटोमा चाहिँ पानी डेन्जरै परिरहेको छ कि। हामी चाहिँ अहिले हेम्जाको रोडमा हो। पानी यस्तो बवाल परेछ कि पुरै चारपाते झरी गरे। ल हामी चाहिँ यहाँबाट हिँडिरहेको छ, कतातिर बसिन्छ त्यतातिर पनि हालिहाल्छ। त्यसपछि सर र घोरे पानी गएर बब्बाल भिडियो हेर्नुपर्छ गाइस। भिडियोलाई हेर्दै गर्नु होला अन्तिमसम्म। हाम्रो यात्रा चाहिँ घोरे पानी सम्मको सर र यहाँ चेन्ज हुँदैन, चेन्ज यही हो। एक्सटुवेल आउँदैछ दाइले चाहिँ। यो दाइ ब्लगर क्या भाइ, ब्लगर उहाँ अहिले मिलाएर हाल्छ। अहिलेसम्म चाहिँ हाम्रो दाइले लिएर आउँदै हुनुहुन्छ सर र होइन। दाइ क्यामेरामा नदेखिने अरे। बोसको प्लान फेरि घोरे पानी जाने भन्ने चाहिँ सर र यहाँनिर चाहिँ क्याफे रहेछ क्या। यो ठ्याक्कै यो सहकारी चोकमै सर र कफी खाएर निस्किनुपर्छ अब यहाँबाट चाहिँ। भाइ ल यतातिर आउँदाखेरि चाहिँ मेरो यहाँ आएर ट्याक्क तिम्रोमा कफी खाइदिन्छ है अब चाहिँ। सर र यहाँनिर मोबाइल कफी सप गाइज। हामी चाहिँ बाटोमा है, यहाँनिर नयाँ पुल बाटो ट्याक्क अब यो स्कर्पियोमा गइन्छ। यहाँबाट चाहिँ गाडी चेन्ज गर्नु पऱ्यो। माथि चाहिँ बाटो हिलो छ अरे, पानी परेको कारणले चाहिँ। त्यो हामी अघि आएको गाडीमा चाहिँ टु व्हिलर हो नि त, त्यो भएको कारणले माथि त्यो गाडी नजाने भइसकेपछि यहाँनिर फेरि हामी स्कर्पियो लिएर जाने। अब यो चाहिँ अब फोर व्हिलर हो, यो चाहिँ मजाले जान्छ। हिलै भयो भने अहिलेसम्म अलिक समस्या छ क्या हाम्रो नेपालमा घुम्नलाई पनि। अब ठाउँ ठाउँमा गाडीहरू राम्रोसँग पिच नभएको कारणले चाहिँ धेरै समस्या छ गाइस। ल बिचमा अहिले चाहिँ हामी यहाँनिर नयाँ पुलमा छ। अब एकछिनमा यहाँ यसो च्यास आएर सर निस्किन्छ गाइस। हामी चाहिँ अहिले यो लामदाली भन्ने ठाउँमा छौँ। हामी चाहिँ अब यहाँदेखि माथिसम्म पुरै अफरोड, माथि घोरे पानीसम्म हामीले अब अघि टु व्हिलर गाडीले हामीलाई माथि नयाँ पुलसम्म छोडेको छ। अहिले चाहिँ हामी फोर व्हिलर लिएर जाँदैछ माथि। ट्याक्क नयाँ ड्राइभर दाइ हुनुहुन्छ। अब हामी माथि पुग्न चाहिँ लगभग अझै 2 घन्टा लाग्छ भन्ने कुरो छ। हेरौँ आजको मौसम चाहिँ अब यस्तै छ, सबै हुस्सुलाएर बर्बाद छ। अब भोलि बिहान मौसम खुल्यो भने चाहिँ मर्निङको मस्त बवाल भ्यू हेर्नुपर्छ गाइज। ल भिडियोमा रहिराख्नु होला। भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला गाइज। सी यू। हाम्रो दाइ चाहिँ जति माथि गयो त्यति आनन्द आउँछ रे। झ्याल खोल्यो भने फेरि माथि हाई लाग्दैन भनेर पुरै चिसो हावा खाएर या मेरो समेत कान चिसो बनाएर दाइले बारुली आदो हिलो भएर माथि जान नसकेर सब गाडीहरू यतातिर रोकेछ। हामी चाहिँ जाने हो अब, जहाँसम्म जान्छ नत्र धकेल्ने। यो चाहिँ के अरे दाइ, बिरेथाती होइन? यो बनथाती। यहाँबाट माथि गयो नाङ्गे थाती, त्यसपछि चाहिँ घोरे पानी ट्याक्क जक्सन घोरे पानी। मोरे उधै सगडी बोट मोरे दाइको गाउँको यहाँबाट जाने भनेर त्यहाँ चाहिँ यहाँ ट्रेकिङ, यहाँदेखि चाहिँ सत्त ट्रेकिङ जाने मोरे। हेर्नु सबभन्दा टपको डाँडा ऊ हेर्नु न, पुनिल धेरै तल देखाएको छ त्यो साइडमा यतै। आधा घन्टा चाहिँ म हिँड्छु। कालो देख्दो रहेछ पुरै चापको रुख हान्दै कालो देखेछ सबै। म त अनि कस्तो होला मेरो भर्खर खनेको बाटो हो कि यो त यही वर्ष बस पनि हिँड्ने बाटो हो नि त। भन्दा त यही वर्ष खनेको हो क्या।
पहिला हामीले सुन्नुहुन्छ चाहिँ त्यो यहाँनिर नाङ्गे थाँतीमा आएर गाडी फसेको आएछ। अब हामी यहीँ ढुङ्गा हाल्नु पर्ने सिचुएसन छ। अब चर्चै चढ्दैन गाडी, थाहा छैन। आउनु छो हैन के गर्ने, घुम्न नि गाह्रो छ के। बाटो यस्तो हुन्छ बर्खा मासको बेलामा हिँड्न कम गाह्रो छ त यार। गाडी फस्यो यार, 4 व्हिल गाडी फस्यो। छो छैन दाइ, आउनु त। यो चाहिँ नाङ्गे थाती त्यहाँनिर छ। अब फसियो नि त गाइस। ढुङ्गै हाल्नु परेन। वाह हो निस्कियो है, निस्कियो है। निस्किन त यहाँबाट चाहिँ माथि राम्रो छ भन्ने कुरो छ कि रे। अब धन्नै ड्राइभरले स्क्याम हान्दियो यार। कुहिरो लाएर डम्म भयो जता कतै यार। अब फस्यो गाइस गाडी यहाँनिर आएर। अब बल जबरजस्ती गर्न भएन। अब फेरि माथिबाट यो गाडी मगायो। लाइफमा एक्सपिरियन्स नै लिनुपर्छ। 3-3वटा गाडी चेन्ज गरेर हामी चाहिँ लाइफमा एक्सपिरियन्स नै लिइरहेछ। 3-3वटा गाडी चेन्ज गरेर गुराँस हेर्न रे गाइस। सोकिङ पनि के हो हजुर। गाइस जिन्दगीमा घोरे पानी जाँदा चाहिँ अनौठो अनुभव ल्यायो। 3-3वटा गाडी चेन्ज गरेर हिँड्नु परेको छ। बाटो अलि मर्मत नभएर हो क्या। कास्की नेताहरू अलि चोर चोर भएर हो कि क्या हो यस्तो भएको। यो त अलि भएन यार, साह्रै भयो। अनि म्याग्दीको बाटो पुरै 18 किलोमिटर पिच छ। उताबाट आएको भए सर यो त अलि भएन यार। जिन्दगीमा खतरा एक्सपिरियन्सले यो चाहिँ होस्। 3-3वटा गाडी चेन्ज गरेर घोरे पानी गुराँस हेर्न। बोजको हालत खराब भएछ त्यहाँ। गुराँस त त्यहाँ देखिरहेको छ कि र अँधेरो भएर। ल गाइस स्टार्टिङ है यहाँ चाहिँ लाली गुराँस। यहाँनिर सर हाम्रो दादा त पहिला यो त 10औँ चोटि हिँड्दै आएको बाटो अरे। तर के गर्ने, गाडीमा आउँदा दुःख पाइयो हो नि दाइ। हाम्रो दाइ गुराँसको फोटो खिच्दै हुनुहुन्छ है गाइस। यसलाई फोटो खिच्यो, भोलि यसलाई डिलिट गर्न मन लाउँछ फेरि यो भन्दा दामी दामी हुन्छ माथि फेरि। ल भयो गाइस, फाइनल्ली घोरे पानी आयो है। रातै पुगेर यार दुःख पाइयो। 3टा गाडी चेन्ज गरेर हिँड्दा एक्सपिरियन्स भयो जिन्दगीमा जे होस् घोरे पानी आउँदा। ल गाइस फाइनल्ली हामी घोरे पानी आएर पनि खानासाना खाएर यतातिर हल्का ठाउँहरू हेरेर अब आउने बेला बाटोको हाम्रो कठिनाइ त तपाईँहरूले देख्नु नै भयो। हामी 3-3वटा गाडी चेन्ज गरेर आइएछ हामी। अब फाइनल्ली हामी यहाँ होटलमा आएर खानासाना खाएर अब अहिले चाहिँ यही स्टे गरिसकेछ। मजाले अब चाहिँ सुतिन्छ। भातसात खाएर दाइहरू उता सुत्नु भएको छ। बोसलाई चाहिँ हामी ट्याक्क माथि सुताएर आइज हुन्छ। यहाँ चाहिँ डेन्जरै मान्छेहरू के, यति धेरै कि टुरिस्टहरू यति धेरै। त्यहाँ हामी बसिरहेको होटलमा नि मैले त्यो छोटो हालेको छु होइन, त्यो सबै त्यो होटलमा डेन्जरै प्याकै मान्छे त। अब होटल रुमै नपाउने कि। यो त हाम्रो त्यो चिनीको दाइको होटल भएर दाइले चाहिँ एडजस्ट गरेर मिलाएर ट्याक्क हामीलाई चाहिँ यहाँ सुताइदिनु भएको छ। लगाइज हाम्रो अहिलेसम्मको चाहिँ यति नै हो होइन। अब भोलिको चाहिँ फेरि भएसम्म चाहिँ पुन हिलसम्म पुगिन्छ, नभए हामी गुराँस डाँडा गुराँस पार्कसम्म गएर ट्याक्क होइन
छौतमी त फेरि भोलि नेक्स्ट भ्लग आउँछ गाइज ल सियु गुड नाइट अहिलेसम्मको हाम्रो जर्नीको भिडियो चाहिँ यति नै हो गाइज ल बाई ट्याक्क ल दादाहरू ल गुड नाइट दाई गुड नाइट ल गाइज सियु ल नेक्स्ट भिडियोमा भेट्नुपर्छ अब